सबैलाई नमस्कार। म राम घिमिरेको। म यति बेला झापा अर्जुनधारा 8 सीताराम मन्दिरको छेउमा रहेको यस चन्द्रोदय प्राथमिक विद्यालयमा छु। आज म यस विद्यालय कहिले स्थापना भयो, यो विद्यालयका लागि हाम्रो अर्जुनधारा 8 नम्बर वडा कार्यालय नगरले के कति सहयोग गर्नुभयो, यो विद्यालयमा गुरुहरू कतिजना हुनुहुन्छ, यस विद्यालयमा विद्यार्थी कतिजना हुनुहुन्छ भन्ने कुराहरू तपाईँलाई म जानकारी गराउनेछु। यो विद्यालय स्थापना कालदेखि अहिलेसम्म आइपुग्दा यसको स्तर उन्नति कति भएर गयो भन्ने कुराहरू पनि तपाईँहरूलाई म जानकारी गराउनेछु। तपाईँहरूले मेरो फेसबुकलाई लाइक, कमेन्ट, सेयर पनि गरिदिनुहुन्छ भन्ने मैले पूर्ण आशा गरेको छु। राम घिमिरेलाई सबैले माया गरिदिनुहुन्छ भन्ने पनि पूर्ण आशा लिएको छु। हामीसँग हुनुहुन्छ यस चन्द्रोदय प्राथमिक विद्यालयका प्रधान अध्यापक श्री टङ्कप्रसाद आचार्यज्यू। सर, स्वागत छ यहाँलाई। धन्यवाद। सर, यो स्कुल कहिले स्थापना भयो, स्थापना कालदेखि अहिलेसम्म आइपुग्दा यो स्कुलका विकास कति भए, यस स्कुलका लागि हाम्रो अर्जुनधारा 8 नम्बर नगर र वडा कार्यालयले के कति हजुरहरूलाई सरसहयोग गर्यो, यसमा थोरै प्रश्न पारिदिनुहोस् न। धन्यवाद रामजीलाई। हाम्रो विद्यालयको इतिहासको बारेमा जे कुरा राख्नु भएको छ, म धेरै खुसी र आभारी पनि छु। हाम्रो यो चन्द्रोदय प्राथमिक विद्यालय 2066 सालमा बाँसको भाटाबाट हामीले निर्माण सुरु गरेका थियौँ र 66 देखि सुरु भए तापनि हाम्रो विद्यालय चाहिँ 2068 साल जेठ 29 गते नेपाल सरकारबाट सम्बोधन प्राप्त सरकारी विद्यालयमा दर्ता भएकोले हाम्रो विद्यालयको अहिले स्थापना मिति 2068 सालै हामीले राखेका छौँ र हामीले यो विद्यालय सुरु गर्दा हाम्रा दुईटा कोठा बाँसको भाटाबाट टाटीबाट सुरु गरेको थियो। अहिले यो अवस्था, यो संरचनामा आइपुग्नुमा हाम्रो नगरपालिका, वडा कार्यालय, प्रदेश सरकार र सङ्घबाट पनि हामीले विभिन्न अनुदानहरू प्राप्त गरेर हामीले यो विद्यालयलाई यहाँसम्म ल्याउन हामी सफल भएका छौँ र सम्पूर्ण नगरपालिका, वडा कार्यालय लगायत सम्पूर्ण चाहिँ जनप्रतिनिधिहरूको पनि साथ र सहयोग रहि नै आएको छ र आगामी दिनमा पनि उहाँहरूको साथ सहयोगले नै यस विद्यालयलाई भोलि उच्च अरू आधारभूत 1-8 सम्म या माविसम्म पुर्याउने लक्ष्य पनि हामीले राखेका छौँ। हालको समयमा तपाईँहरूको स्कुलमा शिक्षक र शिक्षिका गरी जम्मा कतिजना हुनुहुन्छ र यस स्कुलमा जम्मा विद्यार्थीको सङ्ख्या कति छ हामीलाई बताइदिनुहोस् न। हाम्रो अहिलेको अवस्थामा हाम्रो 3वटा दरबन्दी रहेको छ यस विद्यालयमा। त्यसमा 1जना बाल शिक्षा शिक्षक हुनुहुन्छ र 1जना विद्यालय कर्मचारी गरेर हामी 5जना यो विद्यालयमा कार्यरत रहेका छौँ र अहिलेको अवस्थामा चाहिँ यस विद्यालयमा विद्यार्थी सङ्ख्या चाहिँ अलिक कमी नै छ। यो हामी पनि सन्तुष्ट छैनौँ। अहिले चाहिँ यो सालको तथ्याङ्क हेर्दाखेरि हाम्रो विद्यालयमा जम्मा 45 जना बालबालिकाहरू अध्ययनरत रहेका छन् र यहाँ पढ्ने 2 वर्गका बच्चाहरू रहेका छन्। एउटा हुँदा खाने बच्चा हुँदो रहेछ र एउटा हुने खाने बच्चा हुँदो रहेछ। हाम्रोमा चाहिँ हुँदा खाने मात्रै बच्चा प्राप्त भएकोले गर्दा गरिब बच्चाहरू छन्, दलित बच्चाहरू छन्, पिछडिएका बच्चाहरू छन्। बुवा आमा जम्मै खोला नालामा काम गर्न जानुहुन्छ, चिया बगानमा काम गर्न जानुहुन्छ। अधिकांश बच्चाहरू भोकभोकै यो विद्यालयमा आउने गरेको हामीले प्राप्त गरेका छौँ र यो विद्यालयबाट हामीले विभिन्न दाताहरूबाट पनि सरसहयोग मागेर कपडाहरूदेखि लिएर हर कुराहरू हामी सहयोग बच्चालाई पनि गर्दैछौँ र हामीले गरिब, दलित, पिछडा वर्ग र चाहिँ गरिबीको रेखा मुनिका बच्चाहरू यहाँ अध्ययनरत रहेको कुरा म जानकारी गराउन चाहन्छु। अर्को प्रश्न गरेँ मैले, यो विद्यालय जति स्तर उन्नति हुँदैछ, भवनहरू बनिँदैछन्, तर यस स्कुलमा विद्यार्थीको अत्याधिकै कमी भएको मैले महसुस गरेँ। यसको कारण के हो, खुलाइदिनुहोस् न। धन्यवाद प्रश्नका लागि रामजीलाई। हाम्रो यस विद्यालयमा चाहिँ अघि पनि मैले प्रसङ्ग जोडिसकेँ। यहाँ हुँदा खाने बच्चाहरू मात्रै अध्ययनरत रहेको हुँदा
र यहाँको चाहिँ अभिभावकको अलिकति चासो पनि सामुदायिक विद्यालयप्रति घट्दै गएको अवस्थामा कम्तीमा हामीले अभिभावक भेला गोष्ठी होइन छलफलद्वारा कम्तीमा यो गाउँको यो हाम्रो अर्जुनधारा नगरपालिका वार्ड नम्बर 8मा रहेको चन्द्रोदय आधारभूत विद्यालय चाहिँ एउटा गहनाको रूपमा स्थापित गर्नका लागि हाम्रो शिक्षकहरूबाट के कमी कमजोरी छ, विद्यार्थीबाट के छ, अभिभावकबाट के छ, सबैको भेला र सामूहिक छलफलबाट यो विद्यालयलाई कसरी स्तर उन्नति र विद्यार्थीहरू अगाडि बढाउन सकिन्छ भन्ने विषयमा आम भेला गरेर कम्तीमा सबै सरकारवालाहरू पक्षहरूलाई छलफल गराएर के गर्दा चाहिँ विद्यार्थी संख्या चाहिँ बढाउन सकिन्छ यो विषयमा हामी छलफल घनीभूत गरेर अगाडि बढ्ने जमर्को गरिरहेका छौँ र विभिन्न दात्री निकायहरू सङ्घ संस्थाहरूले पनि कम्तीमा त्यसमा सरसहयोगको हामीलाई आवश्यक छ र हामी अभिभावक भेला गराएर यो विद्यालयलाई विद्यार्थी संख्या बढाउनका लागि के गर्नुपर्छ हामी त्यो कुरामा हामी शिक्षकको तर्फबाट हामीले कति के कमी कमजोरीलाई हामीले सुधार गर्नुपर्ने हो, हामीले यसलाई स्तर उन्नति गर्नलाई के पाटो लिएर अगाडि जाने हो भन्ने विषयमा छलफल गरेर अगाडि बढ्नुपर्छ भन्ने लाग्छ र यो कार्यक्रममा हजुरले मलाई यहाँ ल्याएर चाहिँ आफ्ना चाहिँ समस्याहरू के छन् कसो छन् भनेर राखिदिने मौका दिनुभएकोमा समयका लागि धेरै धेरै धन्यवाद। हस्, हजुरलाई पनि धेरै धेरै धन्यवाद। मेरो नाम होइन भने कि यता हेर्नु मतिर हो उता नहेर्नु मेरो नाम। यति बेला हामीसँग यस चन्द्रोदय आधारभूत प्राथमिक विद्यालयका अध्यक्ष श्री कुमार कार्कीजी हुनुहुन्छ। सर, स्वागत छ यहाँलाई। नमस्कार। यस स्कुलका स्तर उन्नतिका लागि तपाईँहरूले गरेका पहलहरू छोटकरीमा हामीलाई बताइदिनुहोस् न। यस चन्द्रोदय आधारभूत विद्यालयको लागि म एउटा स्कुल प्रशासनको भनौँ न व्यवस्थापन समितिको अध्यक्ष भएको नाताले यसमा हामीले वडा कार्यालय स्थानीय प्रशासन नगरपालिका सामाजिक विकास मन्त्रालय सबैतिर गएर हामीले यो अलिकति घेराबारा र स्तर उन्नतिको लागि यहाँ हामीले पहल गरिरहेका छौँ र केही कुराहरू त सुनाइ पनि भए। यो भवन अलिकति अधुरो थियो, यो पनि हामीले गर्न सफल भयौँ। अब यसमा रङरोगनको लागि हामीले प्रयास गरेका छौँ। यो रङरोगनको पनि आएको थियो हिजो अस्ति भर्खरै बितेको जेएनजी आन्दोलनले चाहिँ अलिकति यहाँ ढिलास स्थित तलमाथि भयो जस्तो लाग्दैछ। के छ कुनै त्यो चाहिँ अब बुझ्नै पर्ने हुन्छ, बुझिरहेका छौँ। र अहिले हाम्रो स्कुलमा अलिकति शिक्षकको पनि अभाव छ। अलिकति हामीले निजी स्रोतबाट शिक्षक एउटा पाए हुन्थ्यो भन्ने चाहिँ हामीले राखेका छौँ। वडा कार्यालयमा पनि नगरपालिकामा पनि त्यो पनि हाम्रो सुनवाई भइरहेको छैन र लगभग मेरो कार्यकाल पनि 2 वर्ष बित्न आँट्यो। उहाँहरूलाई राखेको हामीले कुरा राखेको पनि 2 वर्ष लगभग क्रस भयो र सुनवाई चाहिँ भइरहेको छैन। त्यस्तै छ। अहिले अब जति सानो सानो कुराहरू नगरपालिकाले गर्न सक्ने, वडाले गर्न सक्ने कुराहरू पनि गरिदिइरहनु भएको छ। स्कुललाई धेरै पहिलाभन्दा धेरै स्तर उन्नत भएको महसुस गरेको छु। हस् त, धन्यवाद। यति बेला हामीसँग हुनुहुन्छ यस चन्द्रोदय आधारभूत प्राथमिक विद्यालयका पिटिए संयोजक श्री कृष्ण शेर्माज्यू। सर, स्वागत छ यहाँलाई। हजुरलाई नमस्कार छ, स्वागत छ। यस हाम्रो अर्जुनधारा 8 हात्तीगिलामा रहेको यस चन्द्रोदय प्राविको प्राङ्गणमा म पिटिए संयोजकको तर्फबाट हजुरलाई न्यानो अभिवादन छ। तपाईँहरूले यस स्कुलका लागि आगामी दिनमा चाहिँ कसरी यो स्कुललाई अघि बढाउने, कसरी यो स्कुललाई राम्रो बनाउने भन्ने विषयमा के सोच्नु भएको छ? आगामी दिनमा हामीले चाहिँ यस स्कुललाई कसरी बढाउने, हुर्काउने र अझ यसको परिचय कसरी गरिमा उचाइतिर लाने भन्ने विषयमा चाहिँ हामीले स्कुल व्यवस्थापन समिति लगायत शिक्षक, हामी पिटिए समिति बसेर हामीले छलफल गरिरहेका छौँ र हामीले अझ पनि यो स्कुलको भवन त भयो र अहिले 1 देखि 5 सम्म हामीलाई 5 सम्म कक्षा सञ्चालन गर्न लागि भवन त भएको छ, तर हामीलाई विद्यार्थीको कमी भइरहेको छ र हामीले हाम्रो शैक्षिक गुणस्तरलाई बढाउनको लागि पनि हामीलाई चाहिँ वडा कार्यालयबाट, तपाईँको स्थानीय पालिकाबाट, प्रदेशबाट, हामीलाई सङ्घबाट र विभिन्न विदेशी दात्री निकायहरूले पनि हामीलाई सहयोग गरिरहेको छ। र अझ पनि हामीलाई के त भन्दाखेरि हाम्रो अभिभावकमा चाहिँ के त भन्दाखेरि
अझै पनि सामुदायिक स्कुललाई हेर्ने दृष्टिकोण परिवर्तन नभएको कारणले गर्दा थोरै हामीसँग विद्यार्थीको कमी छ। तैपनि हामी के गरेका छैनौँ भने हामी थाकेका मात्र छौँ, हारेका छैनौँ। हामीले विद्यार्थीलाई बढाउनको लागि अनेक किसिमको अनेक किसिमको चाहिँ तपाईँको विकल्पहरू अप्नाइरहेको छौँ होइन। र अझ प्रगतितिर लम्कन, उचाइतिर लम्कनको लागि हामीले हदैसम्मको प्रयास गरिरहेका छौँ। र पनि आशा छ कुनै दिन त्यो पुरा होला। हस् त यति भन्दै हजुरको सामाजिक सञ्जाल मार्फत सम्पूर्ण अभिभावकज्यूहरूलाई यो अनुरोध गर्दछु कि हाम्रो सामुदायिक विद्यार्थीलाई, हाम्रो साझा विद्यालयलाई सबैले माया गरौँ। एक घर एक बच्चा हामीले यहाँनिर पठाइदिउँ भने हाम्रै विद्यालय हो, स्तर उन्नति हुन्छ। र भाग्य र यहीँबाट बोर्डिङ स्कुल चाहिँ ठिक, सरकारी स्कुल चाहिँ गलत भन्ने भाष्य जुन छ समाजमा, त्यसलाई हामीले चिर्नै पर्नेछ। ढिलो चाँडो हामी चिर्छौँ। हस् त, धन्यवाद सर। सर धन्यवाद।